कसको तिथि के हो? सासूको, मेरो सासूको। कुन सासू? आफ्नै सासू। कुन के नाम भन्नु त सासूको? पदम। पदममाया? कति वर्ष हो बित्नु भएको? बिर्से 7। तिथि चाहिँ छ भन्नु कसले भन्यो तपाईँलाई आज? बाहुनले कसले भन्छ तिथि? बाहुनले भनिदिनु भयो कि डियाले भनिदिनु भयो? बाहुन दियाले त कहिले भनेर आएको। ए ल ठ्याक्क सम्झिनु भयो। हजुरआमालाई सम्झिनु भयो होइन? कति वर्ष भयो भन्नु त? वर्ष बिर्से। खसेको भनेको जन्मेको। खसेको खसेको त बिर्से। त्यही त कति लगभग यति 20 वर्ष? हामी जन्मिनुभन्दा अगाडि नै बित्नु भयो होला हजुरआमा? तँ जन्मे 2 वर्ष 3 वर्ष थिए। तँ थाहा पाइनस्? 2-3 तँ 3 वर्षकै थिइस् कि क्या? इष्टु 4 लागेको थिइन् कि पढ्न जान्थिन्। इष्टुसँगै गएकी हजुरआमा बिरामी लिएर। ए पदममाया तिथि आज चाहिँ चोख्याएर मात्र खानुपर्ने। सम्झिएको यसो स्मरण गरेको ठिक छ, राम्रो छ। सम्झिनु नि पर्छ कहिलेकाहीँ। चट्ट यो राखेपछि चढाएको होइन? यो पनि चढाउने हो? यो कुकुरलाई कुकुरलाई चाहिँ किन चढाउने आमा? अनि त सरा दिएको दिनु कुकुरले खाँदैन फेरि त्यो त्यत्तिकै दुध हाल्न दिनुपर्छ। निउरोको तरकारी चट्ट अलिकति होइन? ल ठिक छ त्यति। गजब दही पनि हालिदिने हो? यो चाहिँ के हजुरआमालाई दिएको होइन सबै? हजुरआमाको नामबाट पदममायाको होइन? ल पदममायालाई चट्टसँग घरैबाट उहाँ हुँदा त यसरी सम्झिनुहुन्छ है? नजिकै भए त कसरी सम्झिनुहुन्थ्यो होला? कति सम्झिन्थे कति सम्झिन्थे नि मेरो सासुलाई। हजुरआमालाई खोकी लाग्ला नि चिसो दुधले? लु 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 हाल लाग्दैन? धेर तताएर दिन पाए हुन्थ्यो। लु नततै चिसो दुध दियो भन्नु फेरि बुहारीले अब के भन्नुहुन्छ उहाँको इच्छा। सम्झिहालेँ मैले होइन? अब कता जाने यो लिएर? धेरै सम्झिनुहुन्थ्यो मेरो लागि, धेरै माया गर्नुहुन्थ्यो। ल ठिक छ। अब चट्टसँग म्यागीलाई दिने हो? म्यागी 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 ल आइज। कहाँ गयो म्यागी? यहाँ आइज। म्यागी ओह म्यागी उहाँ छ। ए आइज। यहाँ आइज। आउँदैछ म्यागी। ए माथि आइज तेरो यहाँ रेडी भइसक्यो खानेकुरो। ल हजुरआमाको तिथिहरूले मनायो त्यसैमा दिने हो आज? ल तिथि तातो भयो, तिथिमा तातो भयो। ल तातो ठुलो मान्छे भन्दै गर। मैले जस्तो सकेँ अब सम्झिने हो। अब दिने हो। ल तिमीहरू पनि खाऊ। म चाहिँ सुरु गर्नु लागेँ। म त सुरु गरेँ। ल यति भइसक्यो कि मन पनि शान्त भयो होइन? मान्छे भयो नि नभए नि आफूले आत्माले सम्झियो होइन? त्यो किन फेरि त्यहाँ भुइँमा राखेको? यसो सम्झना कचौरामा दिँदाखेरि नि कस्तो छ? मिठो छ? नुरो पाकेको छ? ल मिठो भयो त हजुरआमाले नि मिठो माना खानुहुन्छ।